नमस्कार। सृजना ज्ञान सागर स्कुल 2044 सालमा स्थापित भई इन्टरनेशनल स्कुल अवार्डबाट सम्मानित भइसकेको ISO 21001बाट सर्टिफाइड भए यस विद्यालयमा कक्षा नर्सरीदेखि म्यानेजमेन्ट र साइन्सका सबै तहमा 12 सम्म अध्यापन भइरहेको शिक्षामा गुणस्तरीयता, जीवनमा सुन्दरता, हाम्रो प्रतिबद्धता भन्ने नारासहित हाम्रो विद्यालय अगाडि बढेको छ, जस अन्तर्गत मनमा शान्ति, स्वस्थ शरीर र समृद्ध जीवनका कुराहरूलाई यसले जोड्ने प्रयास गरेको छ। मनमा शान्ति र स्वस्थ शरीरका लागि हामीले विद्यालयमा स्पेसल्ली यस्तो खालको शिक्षाहरू प्रदान गरेका छौँ जुनलाई हामी संस्कार शिक्षा भनिन्छ। साथसाथै हामीले यो पूर्वीय संस्कृति अन्तर्गत जीवनको जिउने कला अन्तर्गतको यो गीतालाई पनि हामीले जोडेका छौँ। हामीले विद्यार्थीहरूलाई स्पोर्ट एकाडेमी अन्तर्गत विभिन्न विधाहरूमा प्रशिक्षण गराउँदछौँ र हाम्रा नेसनल कोचहरू प्रशिक्षणको लागि हामीले यहाँ ल्याएका छौँ। आइसिटी अथवा अहिलेको युग भनेको आइसिटी युग हो, एआईको युग हो र विद्यालयमा विद्यालयको जुन पेडागोजी अथवा लर्निङ फ्याक्टरमा हामीले आइसिटीलाई प्रशस्त रूपमा जोडेका छौँ। कक्षा 8 देखि 12 सम्म हरेक क्लासमा हामीले बोर्ड ल्याइसकेका छौँ र अन्य क्लासहरूमा अब आउने वर्षभरिमा कम्प्लिट गर्ने योजना बनाएका छौँ र यस अन्तर्गत हामीले उनीहरूलाई भिजुअलाइजका क्लासहरूदेखि लिएर हरेक कक्षामा हामीले यी कुराहरू जोडेका छौँ, जसमा चाहिँ लिस्ट अफ लर्निङ मेथड र लिस्ट अफ लर्निङ एड्स भनिन्छ। यस्तो लिस्ट अफ लर्निङ मेथड LLM भनेको चाहिँ 23वटा, जस्तो लेक्चरदेखि हो कि डिस्कसन्स हो कि होइन, यो चाहिँ रोल प्लेइङ हो कि भिजुअल लर्निङ हो कि कसरी चाहिँ उनीहरूले के आज कुन खालको लर्निङ मेथड युज गर्नुभयो र के चाहिँ लर्निङ एड्स युज गर्नुभयो भन्ने कुरा चाहिँ शिक्षकहरूसँग पहिल्यै लेसन प्लानिङ हुन्छ। हाम्रो विद्यालयको अर्को महत्त्वपूर्ण पक्ष चाहिँ यो क्यामेरा हो। हाम्रो 76 क्यामेराहरू प्रत्येक क्लासहरूमा र ग्राउन्डहरू आवश्यक हरेक ग्राउन्ड सेक्सनहरूमा राखिएको छ।